नमस्कार, म दामोदर न्यौपाने। मैले मेरो किताब स्कुल बेच्ने बालकमाथि केन्द्रित भएर चर्चाहरू गर्दै आएको छु। यस अगाडि मैले रिसको सम्वेगमाथि कुरा गरेका थिएँ र आज 6 वर्ष मुनिका बालबालिकाहरूको रिस कस्तो हुन्छ भनेर मैले क्याटेगोराइज गरेको छु। यस्तो रिस जस्तै रोइरहने रिस हुन्छ जब बालबालिका आफ्नो भावना व्यक्त गर्न सक्दैनन्, उनीहरू रोइरहन्छन्। यो रोदन केवल दुःख होइन, रिसको मौन चिच्याट हो। दोस्रो, सामान फाल्ने वा तोड्ने रिस। यसमा चाहिँ जस्तै खेलौना फाल्ने, किताब च्यात्ने वा भाँडाकुँडा हान्ने जस्ता व्यवहारहरू देखाउँछन्। उनीहरू भन्न सक्दैनन् म रिसाएको छु, त्यसैले शरीरले बोलेको हो। तेस्रो रिस हो चिच्याउने वा कराउने रिस। यस्तो रिसमा आवाज दबाएर ध्यान तान्ने प्रयास गरेका हुन्छन्। मलाई सुन्नुहोस् भन्ने मौन माग हुन्छ यस्तो प्रकारको रिसमा। चौथो हो शारीरिक आक्रोश। यसमा चाहिँ हान्ने, टोक्ने, धकेल्ने जस्ता व्यवहार गर्छन्। जब शब्द छैन, शरीर नै प्रतिवादको माध्यम बन्छ। यो हिंसा होइन, अभिव्यक्तिको असहज प्रयास हो। यो पाँचौं हो आफूलाई चोट पुर्याउने रिस। यसमा चाहिँ टाउको ठोक्ने, हात काट्ने वा भुइँमा लड्ने जस्ता व्यवहारहरू देखाउँछन्। यसको गम्भीर सङ्केत हो अत्यधिक असहजता वा उपेक्षाको परिणामले यो प्रकारको रिस पैदा गर्छ। छैटौं हो मौन रिस। यो चाहिँ जस्तै चुप लाग्ने, आँखा नजोड्ने जस्ता लक्षण हुन्छन्। केही बालबालिका रिसाउँदा चुप लाग्छन्, आँखा जुदाउँदैनन्। यो मौनता पनि प्रतिवाद हो। यसको सङ्केत हो तिमीले मलाई बुझेनौ भन्ने सङ्केत। सातौं हो अस्वीकार गर्ने रिस। यसमा चाहिँ खाना नखाने, खेल नखेल्ने जस्ता गतिविधि हुन्छन्। जब बालबालिकालाई असहज हुन्छ, उनीहरू दैनिक क्रियाकलाप अस्वीकार गर्छन्। यो नखाने होइन, भावनात्मक अस्वीकृति हो। प्रारम्भिक बाल्य अवस्थाको रिस भनेको चेतनाको पहिलो चिच्याट हो। त्यसलाई बिग्रिएको व्यवहार भनेर हेप्नु भनेको उनीहरूको आत्मा थिच्नु हो। मेरो अभियानमा यी रिसाएका अर्थात् यी रिसका रूपहरूलाई पोस्ट गरेर, स्क्रिप्ट लेखेर वा कार्यशालामा रूपान्तरण गरेर अभिभावक र शिक्षकलाई संवेदनशील बनाउन मैले प्रयास गर्दै आएको छु। यो विषयमा हामी अभिभावक र शिक्षकहरू संवेदनशील हुनु अत्यन्त आवश्यक छ। मैले अघिल्लो भिडियोहरूमा पनि भनेको छु, यो रिस भनेको नकारात्मक संवेग हो र हामीले नकारात्मक संवेगहरूलाई, यो प्रारम्भिक बाल्यावस्थाको नकारात्मक संवेगहरूलाई झेल्यौँ भने प्रारम्भिक बाल्यावस्थामा मूर्ख लागेको हाम्रा बालबालिका उत्तर बाल्यावस्थामा पुगेर त्यो बौद्धिक हुन्छन्। यदि तपाईले यो रिसको संवेगमा दमन नगरिकन हुर्काउनु भयो भने तपाईका बालबालिका, तपाईका बच्चाहरू उत्तर बाल्यावस्था र किशोर अवस्था समेत बौद्धिक हुन्छन् र यो चाहिँ आधार बेला हो। यो आधार स्तम्भ खडा गर्ने बेलामा बालबालिकाका नकारात्मक संवेगहरू झेलौँ, उनीहरूको रिसलाई झेलौँ र त्यो रिसलाई कसरी शान्त बनाउने भनेर मैले बनाएका अघिल्ला भिडियोहरू पनि यहाँहरूले खोज्नुभयो भने पक्कै फाइदा गर्नेछ। अहिलेलाई यति। हस्, नमस्कार।